तर ठाउँ धेरै नभए पनि तर ठाउँ चाहिँ एकदम बवाल छ। तर यहाँ मान्छेहरू कोही पनि घुम्न आउँदो रहेनछ प्रायः। तर घुम्न लायक एकदम बेस्ट ठाउँ रहेछ है। त्यो भएर म जर्सिङ पौवा बजार पनि देखाउँछु तपाईँहरूलाई। किन देखाउँछु भन्नुहुन्छ भने जर्सिङ पौवा भनेर मान्छेले काठमाडौँ भ्यालीमा बस्ने मान्छे चाहिँ धेरै छन्। तर जर्सिङ पौवा भनेर चाहिँ कसैले पनि थाहा पाएको होइन कता कता। त्यो भएर जर्सिङ पौवा बजार चाहिँ ठ्याक्कै जर्सिङ पौवा बजार चाहिँ यही हो। सट्ट जर्सिङ पौवा बजार। यहाँबाट चाहिँ हिमाल टक्क यो चाहिँ अब खासै मलाई पनि थाहा छैन। यो फलको नाम चाहिँ मेल यो लेखतिर पाउने हो। टक्क मेल भने चाहिँ यस्तो हुन्छ। ठ्याक्कै हाम्रो गाउँतिरको नासपाती जस्तै टक्क। आज चाहिँ दिनभरि पानी परेर अहिले भर्खर घाम लागेको हो। त्यहाँ एकजना सोल्टीले चाहिँ पुरा गाँजा भरिरहेछ है। जे भए पनि भरोस् तर खाओस्। जिन्दगीमा के छ र मरिलानु। गाँजा भर्ने खाने हो के छ र अरू त। गणेश स्मृति पार्क जर्सिङ पौवाबाट काठमाडौँबाट आउँदा राइट साइड, उता मेलम्चीबाट आउँदा लेफ्ट साइड चाहिँ गणेश स्मृति पार्क है। यो चाहिँ म छिट्टै नै मेरो युट्युब च्यानलमा हाल्दैछु होइन। सबैजनाले हेरिदिनु होला, सपोर्ट गर्नु होला। लास्टमा के भन्न चाहन्छु भने यो भिडियो हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब चाहिँ गर्न नभुलिदिनु होला। गणेश स्मृति पार्क मैले घुमाउन ल्याउन नसके पनि तपाईँहरूको आँखाबाट चाहिँ घुमाउन, आँखा मतलब नजरबाट चाहिँ घुमाउन सफल भएको छु है। हेर्नेलाई नहेर्नेलाई त के भन्न सकिन्छ र। तर घुम्न आइकन छि भन्ने खालको चाहिँ छैन। एकदम राम्रो रहेछ है। यो चाहिँ ठुलो चौर रहेछ है। यहाँनिर चाहिँ खास के छ म पनि यहाँ माथि आइपुगेँ। पुरै चौर जस्तो पुरै ढलान गरेर रहेछ। यो चाहिँ के को लागि हो भन्ने कुरो चाहिँ मलाई पनि थाहा भएन है। तर स्पेसल छ ठाउँ चाहिँ। योभन्दा मास्तिर चाहिँ अब बाटो पनि रहेछ रहन चाहिँ तर जङ्गलतिर डुल्न जाने समथिङ त्यस्तै होला है। तर आजको मौसम चाहिँ एकदम सफा भएको कारणले चाहिँ मैले भिडियो बनाएको छु। सबैले मन पराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। लेट्स द गाइज नेक्स्ट भिडियो।